खगेन्द्र सुनारले उठाएको कुरामा जहाँसम्म सत्यताको कुराहरू नै देखिन्छ किनभने बोल्न नसकेका आवाजहरूको त्यहाँ प्रहरी सङ्गठनभित्र पनि 90,000 प्रहरी मध्ये 5,000 प्रहरीले मौज मस्ती गर्छ। त्यहाँ 85,000 प्रहरीहरू त थिचुमिचुमा छ नि। त्यहाँ चुक्का चामल जस्तो लिएर गरिदिए पनि आदि इत्यादि शब्दहरू त्यहाँ प्रयोग हुन्छ होइन। त्यो विगत कालदेखि नै आएका कुराहरू सोधे भने आरोप लगाएका छन् भने प्रहरीलाई लट्ठी खाने, जुत्ता खाने, कट्टु खाने, मोजा खाने। मोजामा कुन भिटामिन पाइन्छ? भिटामिन पाइन्छ। अनि त्यो लट्ठीमा नि भ्रष्टाचार गरेर अनि त्यो भ्रष्टाचार गरेको लट्ठीले फेरि त्यही जनतालाई बजार्नको लागि किन त्यो लट्ठी चाहिँ खरिद गर्ने? लट्ठी नै चाहिएन भनेर पनि प्रश्न गर्नुभएको हो। त उहाँले त्यो मोजा भनेर मोजै खाएको त होइन नि, त्यसको कमिसन खाएकै होला त प्रहरीले। नखाएको भए त्यसरी किन आयो होला? फुड खानको लागि आफ्नो ज्यान समर्पण गरेर त्यो सारा सङ्गठनको हितमा सारा त्यो शोषित पीडित मानिसहरूको पक्षमा उनले आवाज किन उठायो बोल्यो होला? त्यहाँ प्रमाण नभइकन दालमा केही कालो नभइकन त त्यहाँ कालो दाग छ भन्ने त हुँदैन। अहिले खगेन्द्र सुनारलाई त दोस्रो उखाने टुक्का केपी ओली भन्न थालिसक्यो। चाउचाउको कुपनमा परेको सांसद पनि भन्न थाल्यो। अब यस्तो उहाँहरूले दिमाग हल्लाउन सक्नुभएका मान्छेहरूको सोचबाट त त्यो आउनु स्वाभाविक कुराहरू हो।